हेलो हेलो साथीहरू, आज चाहिँ म तपाईँहरूलाई एउटा यस्तो अचम्मको भिडियो देखाउँदैछु है। हाम्रोतिर यति बेला यो साग टिप्ने सिजन हो। साग टिप्ने सिजन चैतको दिनमा असार साउनको झरी जस्तो पानी परिरहेछ। त्यही भएर हामी त प्लास्टिक ओढेर चोया यस्तरी बाँधेर यता पनि प्लास्टिक बाँधेर साग टिप्दैछौँ। साथीहरू, कस्तो दुःख छ किसानलाई। यो चाहिँ मेरो पहिलो भिडियो हो। खासै भिडियोमा बोल्न चाहिँ मलाई आउँदैन। बोलेको भिडियो चाहिँ पहिलो हो। अरू पनि भिडियोहरू त मेरो थुप्रै छ, तर यो बोलेर चाहिँ भिडियो बनाउन खासै नआउने भएको कारणले गर्दा खासै बोलेर बनाउँदिनँ। तर आज चाहिँ तपाईँहरूलाई म बोलेरै चाहिँ भिडियो बनाएर देखाऊँ भन्ने सोच आएर यस्तो झरीमा मलाई चाहिँ भिडियो बनाउन मन लागेको। हेर्नु न साथीहरू, यहाँ ल हेर्नु त, झरी परेको यस्तो चैतको दिनमा असार साउनको जस्तो झरी परिरहेछ। पुरै यस्तो धुम्मिरहेछ, पानी परिरहेछ। हाम्रो प्याज यहाँ अस्ति भर्खर गोडेको यत्रो भइरहेछ। साग टिप्नु पर्ने, अनि कसरी टिप्नु त नि यस्तो झरीमा साग। अब नटिपी पनि भएको छैन। त्यो धेरै दिन राख्यो भने बिग्रिहाल्छ पानीले गर्दा। यहाँ त्यति चाहिँ टिपिसकेको छ अघि नै। अब यो पुरै साग टिपेर यता तलतिरको बारीमा पनि टन्नै साग छ, यता मास्तिरतिर पनि सागै साग छ। अनि कहिले टिपिसक्नु त? अन्त हेर त, पानीमा यस्तो बिजोग भइरहेछ हाम्रो साग टिप्नु परेर। मम्मी यता चाहिँ हुनुहुन्छ मेरो मम्मी। कस्तो भइरहेछ त नि झरीमा साग टिप्दा? रमाइलो भइरहेको छ होइन? झरीमा साग टिप्न पाउँदा रमाइलो हुन्छ नि। झरीमा रोपायो भन्नु कि साग भन्नु। ल साथीहरू, तपाईँहरू चाहिँ झरीमा के गर्दै हुनुहुन्छ? हामी चाहिँ साग टिप्दैछौँ है यता। यो यस्तो बिजोग छ हाम्रो चाहिँ। ल यतै हेलो हेलो साथीहरू, सागबारीबाट यो ड्रेसअप पनि खतरा छ हाम्रो। यस्तरी प्लास्टिक बाँध्ने, यस्तरी साग टिप्ने सागबारीमा। के गर्नु त नि अब? नटिपी पनि हुँदैन, बिग्रिहाल्छ। हामीले यस्तरी साग टिपेनौँ भने तपाईँहरू के खानुहुन्छ? त्यही भएर टिप्नै परेको छ। भर्खर यति टिप्दैछु म चाहिँ साग। यति मात्र हुँदैछ भर्खर। यताको यो सबै टिप्नुपर्ने। कति बेला टिपिसक्नु हो? पर मम्मी टिपे हुनुहुन्छ प्लास्टिक बाँधेर। यो झरीमा साग टिप्ने काम।
जाँदैछ साग टिप्न पानी तरतर चाउँदै चाउँदै तल जाउँ हौ, तल अलिक छिटो हुन्छ तल्लामा त्यसमा कति मुठा भयो 30 मुठा अलिक सानो पर्नुपर्छ यो चाहिँ कलेक्ट भइरहेछ नि पानी अनि यही हो भोलि घाम लाग्नु नै यो फलाक फुलुक भइहाल्छ झन् लगिरहेछ
चुडा मुठा 25 मुठा त भएछ। कसरी चिन्नुहुन्छ भर्खर 2टा फल्दैछ। अस्ति अलरेडी फलेको थियो, मैले खाइदिइसकेँ। यस्तो तरिकाले कहिले साग टिपिसक्नु होला। अल्छी नै लाग्यो मलाई त। 25 मुठा भयो यहाँ। अब 25 मुठा टिपेपछि एक भारी हुन्छ हाम्रो सागको भारी।